साथीहरू मलाई एमकेले च्यालेन्ज दियो क्या च्यालेन्ज दियो होइन म कस्तो देखेको छु राम्रो देखेको च्यालेन्ज दियो कि अब त्यसलाई मैले लाएर देखाउँदैछु होइन मैले चाहिँ त्यसलाई चाहिँ अब यस्तो मात्रै लायो भनेर थोरै यसो हाँसी मजाको लागि भिडियो गरिदिएको थिएँ तर त्यसले त मेरो भिडियोलाई राखेर आफ्नो ठाउँको आफ्नै बिल्ला यताउता भन्दै भन्यो त्यसले अब म लाएर त्यसलाई देखाउँछु क्या त्यसले मलाई साह्रो छ होइन हुन्छ लाउनु न त्यसरी तल छिटी गएछ फाइनली पुग्यो एउटाले पुग्यो यहाँनिर पुग्यो ठ्याक्कै ल हेर्न सक्नु पाइँदैछ है धजा मलाई त्यहाँनिर बहिनीले नसके दिदीले लाउनु नि भन्दै हुन्थ्यो मेरो मन नभएको होइन क्या मेरो मन भएको हो तर म चाहिँ नभ्याएर हो अनि ट्याक्क त्यसले लगाएको देखेँ अनि यसो हाँसी मजाक यसो फनको लागि चाहिँ गरेको थिएँ त्यसले त भिडियो पो हानिदिइरहेछ मेरो भिडियोलाई ठिकै छ म गरेर देखाउने मान्छे हो क्या अब अर्को कस्तो घामले सेकायो त छवटाले चाहिँ हुन्थ्यो ल अटो अलि अप्ठ्यारो हुन्छ कि कसो अरे त्यहाँ यो बाटो पनि आउँछ पुल तर यहाँ चाहिँ हामी देखेर उताबाट लाँदै हुन्छ होइन यहाँ नाम्चेले काम गर्दैछु यसको यो खोकुलो छ क्या त्यसले खोकुलो बाँध्यो सबै उड्यो यहाँ न वाउ उयोबाट बनाएको क्या यो कुनेको खोकुलो छ नि अँ त्यसलाई अलिकति टाङ दिनुपर्छ होला है तान्नु पुगेन भनेको कुरामा यसले मुनि बाँधेको म यो ध्वजा पक्रेको थिइनँ होइन कसम पनि लामाको रहेछ होइन मलाई लामाको भनेको थाहा थियो लामा राम्रो गुड भाइब्स पो आउँदो रहेछ यार यो छुँदा पनि अनि यो उनीहरूको त एकदम कल्चरकै चाहिने चिजको हो हामी जस्तै अब सेतो उयोहरू चलाउँछौँ नि कात्रोहरू त्यस्तै हो क्या उनीहरूको दोकान धनी पनि गुरुङ नै थियो लामा नै थियो है हो अनि लामा फेन्सी पसल थिएन त अघि ए लामा खोइ के स्टोर थियो नि यो यहाँसम्म भयो यसलाई नभ्याउने रहेछ भ्याउँदैन भनेर नि अझै चाहिन्छ ए नभ्याउने रहेछ यार अझै दुईवटा चाहिन्छ दुईवटा चारवटा हुन्छ फेरि ल्याएर अब त्यसले लाउँछ आधी होइन पालो पालो अनि कन्ट्रोभर्सी चलिरहेको छ नि दिदी बहिनीको होइन यो अलिक तन्काउनु पर्छ किनभने खोकिलो छ कि हुन्छ होला तर यार भ्याउँछ होला भनेर कस्तो साथीहरू होइन लामो रहेछ हौ दिदी नि भ्याउँछ होला भनेर सोचेको तर पुल त लामो रहेछ अनि यो बनाउनु कति लाग्यो थाहा छैन कति महिना त लाग्यो को अब सो साथीहरू अहिले चाहिँ मैले लगाइसकेँ होइन अनि दुःख कुरा के भने अब ध्वजा त लगाइयो मलाई थाहा अब मैले नापेर पनि गएको थिइनँ होइन एक प्याकेट ल्याइयो ध्वजा चाहिँ होइन अनि ल्याइयो लास्टमा त पुरै पुगेन अनि पुग्छ होला भनेर त अन्दाजी गरेर लिएको तर यति मात्रै भयो अब लामो रहेछ कोही मान्छे अब तल झर्ने मान्छे भएको भए चाहिँ पठाउँदाखेरि पर्खेर लगाउँथे होइन अब कोही पनि मान्छे झर्ने पनि छैन ब्याड लक क्या अब सो आधी कल्चे भयो बिचमा गएर अड्कियो होइन अनि मन त पुरै मलाई भन्न आउँदैन नाम यिनीहरू अलिक यस्तो पनि छ कि तन्काउँदा त लगभग त्यो बराबर पनि हुन्थ्यो होला अनि पुगेन नि यार कस्तो नमजा भयो तै पनि अब कोसिस गर्छु कोही मान्छे यहाँनिर
केराबारी गएर आउने मान्छे थियो भने चाहिँ होइन म पठाउँछु, ल्याइदियो भने म 5 बजीसम्म 6 बजीसम्म पर्खाएर पनि बरु लगाएरै घर फर्किन्छु भन्ने चाहिँ छ। अब यता छैन क्या, कस्तो नमजा भयो यता, यति मात्रै भयो क्या। सो पुरै भयो, पुरै नै हेर्ने मन थियो लगाएर चाहिँ होइन, भएन। त्यही पनि केही छैन, पर्ख्यो भने बेसी हेरौँ हुनसक्छ। अब कोही मान्छे भेटायो भने, भएन भने चाहिँ यत्तिकै आधी कल्ची हुन्छ, फेरि नेक्स्ट टाइम म आएर लगाइदिउँला। साथीहरू ब्याड लक, अङ्कललाई ध्वजा लिनु त पठाएको थिएँ होइन स्कुटरमा, तर केराबारीमा ध्वजा पाइएन अरे। एउटा पायो, ल्याएर पनि टङ्गाइसक्यो, तर योभन्दा अलिकति क्वालिटी राम्रो रहेछ, 200 जस्तो पर्ने रहेछ होइन। हो त्यो ल्याएर लगायो, तर पुरा भएन। हेर्नु त पुरा भएन, अङ्कलहरू पनि फर्किसक्यो होइन। सो ब्याड लक। अब नेक्स्ट टाइम चाहिँ म जसरी भए पनि यहाँ लाउँछु है, नेक्स्ट टाइम चाहिँ लाउँछु। भएन ल, बाई बाई। बाई बाई।